आउनु है त बनाऊँ भटौरा। मलाई चाहिँ आजभोलि कति धेरै क्रेभिङ भइरहेछ कि कहिले के खानु मन लाग्ने अनि बनाउनु पनि सजिलै रहेछ। मैले चाहिँ फर्स्ट टाइम ट्राई गरेको है, तर लास्टै मिठो भयो है। फर्स्ट टाइम बनाएको जस्तो लाग्दै लागेन कि एकदम मिठो भएको थियो होटलहरू जस्तो। यसमा चाहिँ मैले सुरुमा मैदा लिएँ अनि त्यसपछि सुजी राखेँ अनि दही राखेँ, थोरै चिनी, थोरै नुन अनि पहिला सुरुमा चाहिँ दहीले नै मजाले माडेँ होइन। नपुगेपछि अनि पानी राखेर मजाले माडेँ अनि त्यस पछाडि चाहिँ तेल राखेँ है, तातो तेल। यसरी गर्दाखेरि चाहिँ नि यो क्र्याक हुँदैन रहेछ क्या। यो चाहिँ मैले अरूको रेसिपी हेरेर थाहा पाएको है। तपाईँहरू नि हेर्नु सजिलो हुन्छ है। अनि यसरी मजाले बेल्ने, उल्टाइ पुल्टाइ गरेर बेल्ने। बेल्सके पछाडि तातो तातो तेलमा राखिदिने। अनि हेर्नु त्यहाँ कति मजाले फुल्न थालेको है। म त कति धेरै खुसी भयो फुलेको देखेर। अनि यसलाई उल्टाइ पुल्टाइ गरी पकाउने मजाले। अनि यो चाहिँ यति भएपछि पाकिसक्यो। त्यसपछि मजाले प्लेटमा राखेँ। अनि कुन्जु हेर्न त्यहाँ खुसी भएको, उसलाई फेरि पुरी भनेपछि कति मनपर्छ। अनि उसले मजाले खायो है। म कति खुसी भएँ कि उसले सब खाएको देखेर। बनाएको फाइदा भयो, छोरीले सब खायो भन्ने जस्तो भयो। अनि हामीले पनि मजाले इन्जोय गरेँ।